तपाईँ जन्मेर यहाँसम्म आइपुग्दा तपाईले कयौं मानिसहरू भेट्नुभयो, कयौं मानिसहरूसँग संगत गर्नुभयो। तपाईले विचार गर्नुभएको छ नि, ती हर मानिसमा एउटा 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 दुःख, एउटा 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 कष्ट, एकवटा पीडा, एकवटा गुनासो हर मानिसमा छ, हैन? पीडा नभएका मानिस, दुःख नभएको मानिस, गुनासाहरू नभएको मानिस र केही न केही चिन्ता नभएको मानिस यो संसारमा कोही र कहीँ पनि हुँदैन। यो ध्रुव सत्य कुरा हो। मान्छेलाई एउटा कुराले पुग्छ, अर्को कुराको अभाव हुन्छ। एउटा आफ्नो जीवनमा केही आए जस्तो लाग्छ, फेरि अर्को कुराको अधुरोपन, अपुरोपन मानिसहरूलाई हुँदै गइराखेको हुन्छ। एउटा भनाइ छ, जो मानिस टुटेर पनि सम्हालिन सक्छ उही व्यक्ति जीवनमा सबैभन्दा बढी खुसी हुन सक्छ। हेर्नुहोस् है, तपाईँ हाम्रो जीवनमा, तपाईँ हाम्रै आफन्तहरूले, तपाईँ हाम्रै नजिकका मानिसहरूले कयौंपल्ट हामीलाई नराम्रो शब्द भने होलान्, हामीलाई नराम्रो व्यवहार गरे होलान्। कयौं ठाउँमा काम गर्दै जाने क्रममा अरूको नराम्रो व्यवहारले कयौं पल हामी रुन बाध्य भयौं होला। यसो सम्झिनुहोस् त, आफ्नो अतीतलाई फर्केर हेर्नुहोस् त। त्यति बेला तपाईँले मलाई फलानुले यस्तो यस्तो गर्यो, मलाई फलानुले यस्तो यस्तो नराम्रो व्यवहार गर्यो, मलाई अपमान गर्यो भनेर तपाईँ रोएर बस्नु भएको भए, तपाईँले आफ्नो कामलाई अझ राम्रो बनाउने प्रयास नगर्नु भएको भए आज तपाईँ जुन ठाउँमा हुनुहुन्छ, जुन पहिचान बनाउनु भएको छ, त्यो पहिचान बनाउन तपाईँले कदापि पनि सक्नुहुन्न थियो। हेर्नुहोस् न, कहिलेकाहीँ जीवनमा पढ्दै जाने क्रममा फेल भइन्छ, जागिरमा भने जस्तो हुँदैन, विदेश गए कहिलेकाहीँ असफलता हात पर्छ, कसैसँग प्रेम गरियो ती व्यक्तिहरूसँग प्रेम जीवन राम्रो हुँदैन, विवाह गरिन्छ, विवाह गरे पनि दाम्पत्य जीवन सुखमय हुँदैन, हैन? अब त्यही कुराहरूलाई तपाईँले आफ्नो मनमा लिएर, आफ्ना असफलताहरूलाई मनमा लिएर यो टाउकोलाई भारी बनाउन थाल्नु भयो भने तपाईँ जीवनमा जहिले पनि दुखीको दुखी नै हुनुहुन्छ। तर तपाईँले के सोच्नु पर्यो भने जिन्दगी भनेको एउटा सम्झौतापूर्ण यात्रा हो। सबैलाई सबै मन पर्नै पर्छ भन्ने नै हुँदैन, हैन? सबैले सबै कुरामा राम्रो गर्न सक्छ भन्ने पनि होइन, सबै व्यक्तिसँग सुमधुर सम्बन्ध बनाउन सकिन्छ भन्ने पनि होइन, हैन? हाकिमलाई खुसी नै बनाउन सकिन्छ भन्ने पनि होइन, सहकर्मी साथीहरूलाई पनि सधैँ राम्रै गर्न सकिन्छ भन्ने पनि होइन, हैन? कहिलेकाहीँ अरूको कारणले आफूलाई मन दुख्छ, कहिलेकाहीँ आफ्नो कारणले अरूलाई मन दुखाइन्छ, हैन? यो स्वाभाविक प्रक्रिया पनि हो। तपाईलाई मैले आज बताउन खोजेको कुरा के भने जीवनमा आउने समस्याहरू, जीवनमा आउने दुःखहरू, जीवनमा कसैले गर्ने अपमानहरूलाई लिएर मन भारी बनाउनु भयो भने तपाईको जीवन जिरोमै हुन्छ। कहिले पनि तपाईँ जिरोबाट माथि उठ्न सक्नुहुन्न। मैले अहिले पनि भने सुरुमा तपाईलाई, जो टुटेर पनि सम्हालिन सक्छ। कसैसँग तपाईको गहिरो प्रेम थियो, त्यो प्रेमलाई टिकाउन सक्नु भएन तपाईको कारणले अथवा अर्को साथीको कारणले तपाईको सम्बन्ध अगाडि बढ्न सकेन भने अब ऊ बाहेक मेरो जीवनमा केही पनि छैन, लौन नि म सकेँ, अब म के गर्ने भनेर तपाईँ रोइराख्नु भयो भने तपाईको जीवन सर्वनाश हुन्छ। हेर्नुहोस्, तपाईले के सोच्नु पर्यो भने हो मैले उसँग प्रेम गरेको थिएँ, उसका कारण अथवा मेरा कारण कतै न कतै केही गडबडको कारण हाम्रो सम्बन्ध अगाडि बढ्न सकेन भने अब मैले अझै राम्रो आफ्नो कर्म गर्नु पर्यो र जीवनमा मैले त्यस्तो एउटा साथी भेट्नेछु जो अहिले जोसँग मेरो सम्बन्ध राम्रो भएन त्यो भन्दा पनि बेटर हुनेछ मेरो जीवनमा भनेर सोच्नु पर्यो, हैन? एक ठाउँमा तपाईको जागिर नराम्रो भयो, हैन? जागिर खाने क्रममा तपाईको बोससँग तपाईको राम्रो जमेन, तपाईको सहकर्मीसँग तपाईको राम्रो सम्बन्ध भएन भनेर अब तपाईँ त्यो जागिर छोडेर घरमा आएर धुरु रोएर भयो त तपाईँले यो सोच्नु पर्यो, यो भन्दा राम्रो जागिर मैले पाउन सक्छु। विदेशमा जानुभयो, हैन? विदेशमा जाँदाखेरि तपाईँले राम्रो पैसा कमाउन सक्नु भएन, नेपाल फर्किनु भयो, ओहो मेरो त कर्मै यस्तो भनेर तपाईँ रुनु कराउनु भयो भने तपाईँ त कहिले पनि अगाडि बढ्न सक्नुहुन्न। तपाईँले यो सोच्नु पर्यो कि तपाईँको जीवनमा केही नराम्रो हुँदैछ भन्नुको अर्थ तपाईँको अर्को केही नयाँ बाटो खोल्दैछ, नयाँ ढोका खोल्दैछ, त्यो ढोकाको प्रतीक्षा गर्नु जरुरी छ। जीवनमा आउने सानातिना समस्या, दुःख, चोट, पीडा, आँसु, हैन? यी सब चिजलाई भुल्दै 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 आफ्नो कर्मलाई महान ठानेर अगाडि बढ्नु भयो भने पक्कै पनि तपाईँ सफल हुनुहुनेछ।